लेट्स से मेरो बाउ त होइन तर तिम्रो पनि भन्न सक्दैन, कसैको बाउ चाहिँ लास्ट झोले होला अरे होइन। अब ऊ चाहिँ हम जिएंगे त पार्टी के साथ मरेंगे त पार्टी के साथ भनेर बसिरहेछ, कसरी फुटाउने त अब। ओम शान्ति। नोइजलाई स्किप गर, टास्कमा भाइब गर। सो साथीहरू, लाइफ बेसिकली दुईटा हाफमा डिभाइडेड हुन्छ, नोइज एन्ड टास्क। टास्क एन्ड नोइज। हिजो राति मात्र मलाई यो आइडिया आएको है। सो टास्क भनेको के हो? टास्क भनेको चाहिँ हाम्रो मेन क्यारेक्टर एनर्जी, हाम्रो चाहिँ फोकस, हाम्रो चाहिँ एबिलिटी टु पोइन्ट आउट कि अब के गर्ने, अबको 2 स्टेप कसरी चाल्ने, अबको 2 दिन कसरी जाने, अबको 1 महिना कसरी जाने, अबको 6 महिना कसरी जाने, अबको 1 वर्ष कसरी लाने, त्यो चाहिँ टास्क हो। नोइज भने चाहिँ त्यो टिकटकमा आउने ब्याकग्राउन्ड नोइज जस्तै हो के, पानी पाल हाँसेको हेर्न चाहन्छु, मन चाहन्छु, इट्स नट लाइक आई डोन्ट वान्ट इट, तर इरिहाल्छ नि त त्यसले हेर्दा भएर। सो त्यो स्क्रोल गर्दा आउने ऱ्यान्डम नेताको धम्कीहरू, दिज आर अल नोइज। बुझिरहेको छु मैले भने? त्यस्तो नोइजले समटाइम्स इरिहाल्छ, तर समटाइम्स इट्स फनी अल्सो होइन, जसले गर्दा हामी हुक्ड भएर त्यो अगेन एन्ड अगेन गर्छौँ। जस्तो आज बिहान उठेर दुलिन जाने मेरो टास्क थियो, तर म इन्स्टाग्राम हेरेर हल्लिन थालेँ, त्यो भयो मेरो नोइज। सो आज हामी नोइज र टास्कको कुरा किन गर्दैछौँ भन्दाखेरि वी हेभ अ भेरी बिग टास्क एट आवर ह्यान्ड होइन। त्यो टास्क चाहिँ के हो भन्दाखेरि अहिलेको पिपललाई, मान्छेहरूलाई अवेर गराउनु इज हाम्रो टास्क, जनता जगाउनु हाम्रो टास्क हो। अनि त्यसमा नोइज चाहिँ के आइरहेछ भन्दा नेता झोलेहरूको धम्की आइरहेछ नि, त्यो चाहिँ नोइज हो। खास हाम्रो पोलिटिकल पार्टिज, तिनका नेता र तिनका झोलेहरू चाहिँ 30 वर्षदेखि लुटे खाएकै गर्दा पनि नअगाउने हस्तरहरू हो। अनि हस्तरले त बरु त्यहाँ गएर अलिकति रिस्क लियो भने सुनको डल्लाहरू दिन्थेन होइन, यिनीहरूले सुनको डल्लाहरू लुकाउने रहेछ कि पर्से